सो हेलो गाइज, नमस्ते एन्ड गुड मर्निङ। आजको ब्लग हाम्रो स्टार्ट हुँदैछ अमरको घर नेपालबाट। हामी हिजो आयौँ नेपाल। यहाँको घर यो किचन हो। यो अब भात सात खाने तयारी भइरहेछ। भात खाएर फेरि आफ्नो घरतिर लाग्छौँ। दाङ गएर फेरि तपाईँहरूसँग भेटौँला। यो हेर यहाँको लुक कस्तो लागिरहेछ भाइ? जाडो लागिरहेछ। नेपाल कस्तो जाडो मात्रै लाग्छ बस। तल कस्तो लाग्छ? यी गरेर तलबाट पाच्छ कि मान्छेले त। कसरी बसेछ यार तिम्रो? यार लाइनले त बस्छ। लाइनले यस्तो हाम्रो लाइन त उस्तो बिहारीलाई। सो फाइनली गाइज अब हामी निक्लिसक्यौँ दाङको लागि। दाङ जान लाग्छौँ। उहाँ फेरि बुढीहरू छन्, बुढीहरूलाई इन्डिया पठाउँछ यो गाडीमा। फेरि अब अमर इन्डिया हिँड्छ। हामी चाहिँ उहीँ दाङ बस्छौँ 10-15 दिन। उहाँ घुम्ने फिर्ने छ। अरू मामा घर जान्छौँ। मामा घर गएपछि फेरि तपाईँलाई मामासँग भेटाउँछु गाइस। तब तक गाडी चलाम होइन। नेपालको बाटो यस्तै हुन्छन् अलि, त्यो भएर गाडी साडी हेरेर चलाउनु पर्छ गाइस। अब भेटौँला मामा घर पुगेपछि है। ओ फाइनली गाइज हामी पुगिसकेको छौँ घोराई। अघि नपुग्यौँ। अब डान्सको प्र्याक्टिस चल्दैछ। जो मैले मामा घर जाने भने यिनी हुन्। मामा के छ हालचाल? अहिले त हामी यहाँ घोराइमा स्टुडियो छ। अहिले त हामी जाने अलिक टाढो छ। उहाँ जान्छौँ। अहिले थोडा प्र्याक्टिस गर्छौँ रिलको लागि, टिकटकको लागि। फेरि उसको बाद जान्छौँ हामी गाइज। अहिले भेटौँला अहिले मामा घर। अब गाइज हम जान लाग्छौँ मामा घर। नेपालको बाटो। धुम मचाल। हाम्रो मामाले फुल रफ्तारमा छ बाइक। सो गाइज अब हामी घुमिरहेछौँ मामाको गाउँमा। मामा गाउँभन्दा त भइसक्यो यता छौँ। अब यो गाउँघर त घुम्नै पर्यो। मामा कुन ठाउँ अरे यो? यो गोगली हो, गोगली। गोगलीमा आछौँ। अब यताबाट फेरि अब अगाडि गोगली बजार छ। यहाँदेखि अब जस्ट उतैतिर गोगली बजार छ। अब हामी यता उम्मेछौँ। कहाँ छ सुभाष? अहिले हामी फेरि यताउता घुम्नु जान्छ। अहिले हल्का फुल्का रमाइलो गरौँ न घुमेर। किन अहिले साँझ एउटा केटाको बर्थडे पनि छ। त्यो बर्थडे सेलिब्रेट गर्ने हामीले। त्यो गाइज अब फेरि एकछिनमा उहाँ गएपछि तपाईँलाई भेट्छु म। अहिले त यो नेपालको नम्बर होइन। नेपालमा गए मान्छेले त थाहा पायो होला नि कस्तो कस्तो नम्बर हुन्छ होइन। जो हाम्रो नेपाली दाजुभाइहरू इन्डियामा हुनुहुन्छ नि तिनीहरूको लागि हो कि यो ब्लग त। बाँकी बहुत सुकुन छ यहाँ त यार गाइज। बहुत ज्यादा मतलब सुकुन। कोही पोल्युसन छैन होइन, कोही नोइज छैन। ऊ त्यहाँ हेर बाख्रा चरिरहेको छ। अगाडि पहाड यो हेरे जस्तो अलगै फिल आउँछ। अब गाइज अब एकछिनमा हामी उता गोगली बजार छ। गोगली बजारबाट फेरि हामी फेरि त्यो घोराइ जाने। घोराइ गएर फेरि मस्त घुम्ने। अनि यो मान्छेलाई त चिन्नुभयो होला तपाईँले, गाइस नेपाल। यिनी मामा हुन्। हामी यिनी हुन् खास। हामी मतलब यहाँ इन्जोय गर्ने, घुम्ने फिर्ने ठाउँ हेर्ने भने यिनी मामासँगै हो। अब पुरा जहिलेसम्म नेपालमा छौँ मामा हर ब्लगमा देखिन्छन् गाइस। अब मिलाउँला अहिले घोराइ पुगेर। गाइस हामी फेरि फर्किसकेका छौँ यो घोराइमा। यो घोराइ हो, यो पार्क हो। पार्क भन्छ यो के हो अरे यो? होली हिँडौँला। त्यो त चोक आएन र। मामा गइए अब डिफल्टर काम गरेपछि यस्तै हुन्छ गाइस। पकड त यो हेर्नु हाम्रो घोराइको बजार। अनि माथि पहाड। यता फेरि हाम्रो दुइटा पदयात्रा गरिरहेछौँ हामीले आजकल। फिल्म लाग्छ लोकल फ्री खै पोस्टर। ऊ माथि पोस्टर हेर्नु गाइस के लोकन्ती हो गरे।
लक्टिङ्की भनेको जस्तो यो फिल्टर काम गरिरहेछन्। यो तुलसीपुर चौक हो गाइस, यो हाम्रो घोराईको तुलसीपुर चौक हो। यता बस पार्क छ, यताबाट हाम्रो फेरि उता घर जान्छ। अहिले हामी घर गएको छैनौँ होइन, पर्सि जान्छौँ हामी। अब एकछिनमा भेटौँला गाइस, अहिले काम छ यहाँ। गाइस हाम्रो मामाको साथीको ट्याटुको सप हो होइन, यहाँ आएको थियौँ, घोराईमै छ और हामी यहाँ आएका छौँ। ट्याटु सप रहेछ, मामा हिँड्ने लिएर आयो हामीलाई जाम कहाँ छ। अब गाइस अब भेटौँला, अलि मार्केट घुम्न जान लाग्छौँ, फेरि भेट्छौँ अब है। सो फाइनली गाइस हामी पुगेका छौँ लक्ष्मी पार्क, घोराईको नजिकै। अब यिन मामाले हामीलाई हिँडाली थकाउनु लाग्छन् है। अब सायद भोइस धेरै नम्बर आयो होइन, यहाँ स्वर सराबा धेरै छ। अब यता जाने भन्छ उता जाने भन्छ, अब हिँड्नु परेन। ओ त्यो पाहाडमा जाऊँ न, के हो जाम लाग्दै दिन गएर भालुहरूसँग खेल्दै मतलब यार त्यस्तो जङ्गल होला क्या। त्यो पाहाडमा त केही छैन। यता के कता सिधा जाने यतै हो अहिले, तर अहिले अलि टाइम लाग्छ रोक्लै त्यो पार्कमा बस्नु। लक्ष्मी पार्क फेरि मैले भनेको ठाउँ जान्थ्यौँ यार वहाँ। सो गाइज यो लक्ष्मी पार्क, लखन पार्क भन्छ नि यसलाई। हामी आइसकेका छौँ, घुमिफिरिरहेछौँ होइन। यिनी भाइहरू अगाडि गइरहेछन्, यिनी भाइले ट्याटु बनाउँछन्। अरू त्यो त मेरो भाइ भयो एन्ड तिनी मामा छन्। यो मामा मामा यो को हो? यो बड्डोको हो? यो बड्डोको मगर हो खै, थापा मगर रहेछ। थापा मगर। यहाँ फोटो सुट वगैरह सब हुन्छ नि, क्यामेराम्यानहरू हुन्छन्। हामीले भिडियो बनाउनु भनेको त्यहाँ हो, 100 रुपियाँ दिने भिडियो बनाइदिन्छ। त अहिले नबनाउनु क्या मामा। यो ठाउँ यहाँको लागि त यही फेमस ठाउँ छ। यो घोराईको बिचमा छ। टाइम पास टेम्परेरी आउने भिडियो बनाउने फोटो सुट हो। कहिले यता सुट गर्ने? ओ बिजी बन्दे आइज। विवेक भाइ ट्याटु यो कहाँ हो, कहाँ घुमेको छौँ हामी भने जस्तो भयो यो कुरो। यो पुरा लुक चेक गर्नुहोस् गाइस, यो भ्यू चेक गर्नुहोस् यहाँको। बाँकी यहाँ घोराई बस्ने मान्छेलाई त थाहा होला होइन, लेकिन जो हाम्रो इन्डियामा साथीभाइहरू बसेका छन् तिनीहरूको लागि हो यो गाइस। जो अहिलेसम्म आएको छैनन्, जो वहीँ इन्डिया गएर हामी जस्तो ओल्पिया छन्, तिनी मान्छेको लागि हो यो। सो गाइस अब एकछिन पछि हामी भेटौँला, तब हामी कहीँ स्टुडियोमा गइछौँ। गाइस अब हामी छौँ गणेशपुर। यहाँ गणेशपुरमा हाम्रो बाजेको घर छ, मौला बाजेको घर। हामी यहाँ छौँ, मामासँगै छन्। यो फुच्चे हाम्रो भाइ हो। अब गाइस आजको लागि ब्लग यति हो होइन। मन पऱ्यो भने लाइक गरिदिनु होला, अरू च्यानललाई सब्सक्राइब गरिदिनु होला एन्ड बेल आइकनलाई जरुर दबाउनु होला गाइस। टाटा बाई बाई।